यो चाहिँ हाम्रो गाउँ पर्यो त। अहिले चाहिँ टक्क म नुहाउन जाँदैछु है। गाग्री छ, बाल्टी छ। तलपट्टि हाम्रो गाउँको तल धारा छ कि पुरानो हो। त्यहीँ हामी जाने चाहिँ नुहाउनलाई। घरमा नि पानी आउँछ आउनु त, त्यो भए पनि पँधेराको फ्रेस पानीले नुहाइदिउँ भनेर जान लागेको। लगभग 20-25 मिनट जति लाग्छ जान चाहिँ। 20 मिनट जति लाग्छ बिस्तारै गयो भने। जङ्गलको बिचमा छ होइन, घाम पनि लागिरहेको होला, नुहाउन मजा आउँछ। पहिल्यैदेखिको हो कि त्यहाँ कुवा थियो, तलपट्टि अब धारो बनाएको छ। गाउँमा पानी पनि नआउँदाखेरि सब त्यहीँ खान्थ्यो। अचेल त घर घरमा पानी आउँछ, त्यही भएर खासै कोही जाँदैन। त्यही भएर बाटो पनि सफा छैन, घारी घारी छ बाटो पनि। आपको बुट फुलफुले यस्तो जङ्गलको बिचमा छ नि, फेरि पुरै चिल भाइब्समा नुहाउनुपर्छ अब। मान्छे कोही पनि नभइदिएको हुन्थ्यो नि यार। मान्छे भयो भने फेरि मलाई टेन्सन हुन्छ क्या नुहाउनलाई। प्रायः खासमा कोही हुन चाहिँ हुँदैन, कहिले कहिले चाहिँ फेरि लोड मान्छे आइदिन्छ क्या। जाने बाटो नै खतरा हो फेरि। गाउरी छ, बाल्टी छ, नुहाएर टक्क पानी ल्याइदिउँ। याद त फल्दैन क्या हो यार। महावीर पुनको जस्तै हालत भइसक्यो यहाँ। महिनामा एकखेर नआउने। महावीर पुनको फ्यान हो कि म, त्यही भएर महिनामा एकचोटि चाहिँ नुहाउनुपर्छ। धेरै नुहाउनु हुँदैन क्या। नुहाउँदाखेरि पनि यति मैला आएको मजा हुन्छ त होइन नुहाउन पनि। यो आँप चाहिँ फलेको रहेछ, फुल फुलेको रहेछ टन्नै। See hope nobody in the कुवा। कोही नभए त हुन्छ यार, स्पेसली केटी मान्छे। केटा भए त केही प्रब्लम भएन, केटी चाहिँ नभइदियो हुन्थ्यो। भनेको करा जस्तो त लागिरहेछ, मान्छे छ कि हो। कसले ठोकिरहेको त बे। को बे, बाँस काट्ने मान्छे रहेछ। नुहाउने मान्छे चाहिँ रहेनछ, बाँस काट्ने मान्छे चाहिँ रहेछ। त्यहीँ हो क्या म नुहाउने। धारो एकदम फ्रेस हो क्या, यस्तो मिठो क्लियर सफा पानी छ। फिल्टर गरेको पानीभन्दा पनि बढी हो, एकदम हेल्दी। पहिला चाहिँ यहाँ माथि थियो कुवा, अनि पछि त्यहाँ माथि ट्याङ्की बनाएर, तल ट्याङ्की बनाएर अब
अहङ्कारको मानिस कसरी बिर्सौँ। फुल पनि छ, फुल पनि राम्रो गएर चाहिँ के को बोटमा। ए पुरानो कुवा यहाँ छ, जम्मै भत्काएर। पँधेरामा राम्रो फुल पनि छ। मिठो घाम लागेको छ यार, ठ्याक्क नआउने ठाउँमा। लुगा त खासै लिएर छैन, एउटा मात्रै छ। यहाँबाट कसले बोकेर लाने। साबुन छ, स्याम्पू छ। धारो फेरि बवाल छ नि, यस्तो खोलिदिने पुरै खोला बग्छ, खोला। उही यस्तो खोलिदिएपछि यहाँ फेरि खोला बगिहाल्छ नि। घन्टा पुरै घाम लागिरहेको छ। गर्मी पनि मस्त भइरहेको यो बेला नआइदिन्छ। अलिअलि झन्डै टेन्सन हुँदाखेरि पानी टन्नै रहेछ ट्याङ्कीमा, यहाँबाट माथिबाट गइरहेको। ओइ सेट, चप्पल खस्यो। यस्तो छ नआउने ठाउँमै। यसको नाम चाहिँ चापानी हो, चापानी।